मिर्खे यस्तो के काम गरेको हौ नभएर हो मिर्खे भएन काम गर्नै पर्यो निकुले दाइ के गर्नु काम नगरी खाना पुग्दैन यस्तै छ जिन्दगी होइन हौ मिर्खे अनि तिमीले यस्तो काम गर्नु लाज लाग्दैन होइन के को लाज हौ निकुले दाइ चोरेर खाँदा पो लाज हुन्छ त हो काम गरेर खाँदा के को लाज हौ निकुले दाइ होइन हौ बिर्खे अनि तिमी कोरिया बसेर आएको होइन र हो त निकुले दाइ होइन हौ अनि बिर्खे कोरियादेखि पैसा कमाएको चाहिँ सिद्धेको हो अनि यस्तो काम गर्न थालेको हो न बिर्खे निकुले दाइ अहिले पैसा हुन्छ भोलि पैसा पनि नहुन नि सक्छ निकुले दाइ पैसा भन्ने चिज त्यस्तै हो निकुले दाइ अनि बिर्खे तिमीसँग पैसा हुँदा त सबैले किनिदिन्थ्यो अनि पैसा हुँदा तिमीले सेभ गर्न सकिन बिर्खे जे पायो त्यसलाई पैसा दिने रक्सी किनिदिने बियर बन्ने बियर किनिदिने अनि सबैले बिस्कुट खा भनेर किनिदिने पैसा माग्नेले त्यतिकै दिने अनि त यो हालत भएको हो बिर्खे तिम्रो त मलाई दुःख लाग्छ हौ बिर्खे तिम्रो यो हालत देख्दा चाहिँ साँच्चैको निकुले दाइ अनि माया लाग्दो माग्छन् अनि दिनै पर्यो नदी पनि मनै मान्दैन सहयोग गर्नै पर्यो के गर्नु निकुले दाइ अहिले यो अवस्थामा छु निकुले दाइ अनि बिर्खे तिमीलाई दुःख पर्दा कसैले सहयोग गर्छन् बिर्खे खोइ निकुले दाइ सहयोग दिएकोलाई सहयोग माग्दा दिन्छन् भन्छन् अन्तिममा सहयोग दिँदैनन् के गर्नु निकुले दाइ यस्तै छ स्वार्थी संसार हो बिर्खे बल्ल तिम्रो दिमाग चाहिँ पलाएछौ धन्न अब चाहिँ पलाउँदै रहेछ जुनै ल्याइदियो हेलो दाजु के खाने हेलो भाइ के खाने भनेर किनिदिन्छौ बल्ल बल्ल दिमाग आउँदैछ है अब अहिले तिमीलाई यो हालतमा पुग्दा अरूले पैँतला मुनि पनि तिमीलाई छोड्दैनन् बिर्खे के गर्छौ यस्तै छ है तिम्रो जीवन है बिर्खे निकुले दाइ सोच्नेले सोच्छस् केही छैन धर्म कर्म गरिएकै छ निकुले दाइ केही छैन बिर्खे अनि तिम्रो धर्म कर्मले त तिमीलाई नै खानु आँटिसक्यो त हो के हो तिम्रो धर्म के हो कर्म यार मैले बुझिनँ तिम्रो धर्म कर्मले यो स्टेपमा पुर्याउँदा त मलाई दुःख लागेको छ हो बिर्खे यस्तो धर्म कर्म नगर बिर्खे अबदेखि छोड्यो यस्तो धर्म कर्म खै निकुले दाइ मलाई थाहा छैन है ल बिर्खे म चाहिँ मेरो घरतिर चाहिँ लागेँ ल बिर्खे बस है हुन्छ निकुले दाइ यसो आउँदै जाँदै गर्नु है भाइ गरी भए पनि यसो भेटघाट चाहिँ गर्न आउनुहोस् है ल निकुले दाइ